अनि दुधु माम खान्छन् मेरो छोरी। यसलाई यसरी नै सुताउनुपर्छ नसुत्दैन। मेरो छोरो म कचको मामु हो, म कचको मामु हो, नगरा नि त्यस्तो। अब बाबु सुत्छ क्या। भाइ भोलि बिहान हेर्ने क्या। त्यो बाहाना बनाएर अहिले नि तिमीले मोबाइल हेऱ्यौ भने नि, सुन न यहाँ म देखाउँछु भन्छु क्या। तिमीले अहिले मोबाइल हेऱ्यौ भने नि, अनि तिमीले गेम खेलेको हो कि मोबाइल हेरेको हो भ्याउसलाई। सुन न, सुन न, म सुन्दैछु। अनि तिमीले नि मोबाइलमा भाइ हेरेको कि गेम खेलेको भ्याउसलाई थाहा हुँदैन। भाइ यो भाइ के हेर्नु बाबा हुनुहुन्छ, बाबालाई हेराउनु छ। ओ भाइ के हुनुहुन्छ त उ हेर भाइ। भाइ भन त। भाइ हो भाइ हो भाइ हो। भाइ हो या भाइ हो म। चिक्कु हो। चिक्कु हो। को हो अरे भाइ? चिक्कु। चिक्कु चिक्कु हो ए चिक्कु। यो भाइ हो, यो भाइ, ए भाइ। भाइ यहाँ आउँछ क्या। आउँछ भाइ, लु हेर भाइ। हटाएर म देखाइदिन्छु त भाइ। ल भाइ आयो। हाँस अब भाइ, यसो गर न। अब हाँस भाइ। हेर भाइलाई कस्तो रहेछ यो भाइ। ह्यान्डसम छ कि न ह्यान्डसम छ? ह्यान्डसम छ मेरो भाइ। यहाँ हेर कति राम्रो ह्यान्डसम भाइ। हाँसिदेऊ न त्यहाँ हेरेर। अब यस्तो पनि गरिदेऊ। अब नि अब नि अब नि अब नि अब सुत्छ भाइ। बाबा बाबाले हेर्ने अब भाइलाई। मेरो बाबु नि यहाँ भयो। हात दोब्रियो नि त नदोबा। खै कहाँ यहाँ भएछ। ल अब भाइको हात दुखेको निको हुन्छ। अब भाइ निनी गर्छ त्यसरी। सुत्छ है भाइ। अब सुत बाबु सुत्छ। अब मामु बाबासँग बोल्छु। बाबु सुत्छ छेउमा हो त्यसरी फर्केर सुत्छ। मेरो ज्ञानी छोरो छ। कन्डो नउचाली सुत। सुत। किन ठोस ठोस गर्छ? सुत नानी सुत। दिदीले अघि कहाँ कुतिर तिमी रोको? अबदेखि भाइ गुड बोय हो नि। गुड बोय। गुड बोय भनेको राम्रो। मामुले भनेको मान्ने, बुवाले भनेको मान्ने, आमाले भनेको मान्ने, दिदीहरूले भनेको मान्ने। बुझ्यौ? बुझ्यो कि बुझेन? ब्याड बोय भनेको झगडा गर्ने, रुने, कराउने, त्यस्तोलाई ब्याड बोय भन्छन्। बुझ्यौ? जो धेरै झगडा गर्छ, कराउँछ, होइन, गर्दै रुन्छ, त्यो ब्याड ह्याबिट हो, ब्याड बोय हो। भाइ त रुँदैन पनि, झगडा पनि गर्दैन, मामु र बाबालाई बोल्न दिन्छ,
माम खान्छ, बुपु खान्छ, अनि बाबु गुड बोय हो। दुधमा त्यस्तो नगर न, या हुन्छ मामुको रगत आउँछ यो। ए भाइ अब उता अनुहार गरेर सुत्छ, मामु एकछिन बाबासँग बोल्छु। मेरो छोरो गुड बोय। अनि मेरो कुरा सुनेर त चिउरोमै हात राख्नु। मेरो मुखबाट यस्तो मिठो बोली सुन्नुभएको छैन हो। हो छक्क परेर सुन्नुहुन्छ। त्यस्तो गर्नु पनि ब्याड बोय हो है। यो हातले बुबुमा छुनु हुँदैन, मामलया हुन्छ। मामुको बुबु काटी 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 परेको छ। काटी काटी हजुर भन्नुपर्छ क्या, के भन्नु हुँदैन। हजुर भन, अब भन है भाइले हजुर। म कस्तो मजाले हजुर भनेको। जाऊ बोल्दिन भाइ। बाबु खानु हजुर भन त। आजी भाइ त दुधै चपेको बाबुले नि गर्नु हो। अहिले भाइले हो भनिवरी सुत्छ। हजुर आमा हजुर भनौँ अब चाहिँ सुत्छ। म कतिको मामु हो? अब मेरो मामु भनेर सुत्छ। आफूलाई त्यही खायो भने भुलुङ्ग परे जस्तो हुन्छ। टाउको दुखिरहन्छ, काँचो जस्तो हुन्छ। आफूलाई त मरि नै सके राम्रो छैन केही नै जस्तो लाग्छ।